मार्फा भिलेजमा छौँ एकदमै शान्त छ यहाँ एकदमै शान्त छ थियो मच्छी गाउँमा मर्निङ वक गइदियो होइन आज हामी मर्निङ वक गर्न मार्का याक्रा देख्दाखेरि पनि औधी खुसी लाग्यो औधी नै खुसी लाग्यो च्याङ्ग्रा हो च्याङ्ग्रा हो एकदमै सुन्दर गाउँ रहेको छ र हामीले यहाँ सुरुमै बाहुनले खासमा देख्न नआउने चिज भन्छन् देखिहाल्यो अब त्यो देखाइदिइहालेँ मैले मेरो ग्रुपहरू फेरि त्यही छुट्यो हेत्तेरिका हाम्रो गति रोकिएको छैन सबैजना एकदम फुर्तिलो हुनुहुन्छ सायद स्याउको रस खाएर पनि होला एकदमै फुर्तिलो छौँ हामी फिट एन्ड फाइन जेरी गल्ली गन्तव्यतिर पुग्दैछौँ हामी पुग्न चाहिँ जता हेऱ्यो त्यही स्याउको बोट बाइक देखिँदैन यता हेऱ्यो स्याउको बोट उता हेऱ्यो स्याउको बोट ट्याक्क बोटमा पाकेर रातो भइरहेको बेलामा कस्तो राम्रो देखिन्छ होला त्यही त त्यो टाइममा चाहिँ आउनु पाएँ हामी त्यही त्यतिखेर आउनु पर्ने कि मैले त यसो आज टिप्रो पाइन्छ भन्ने सोचिरहेको थिएँ मैले त्यो मसँग भन्नु कि ओके त्यही त बोटमा आहा कति राम्रो देखिन्थ्यो होला मैले आकाशमा नि कति अगाडि अगाडि पुगेँ एकदमै रमणीय ठाउँ लागेको छ है आँखा जता झिमेको गरेर यसो खोल्ने बित्तिकै स्याउको बोट आँखा झिमेको गरेर खोल्यो स्याउको बोट यो चाहिँ एकदमै फाइनली वी आर एट जेरी गल्ली हामी जेरी गल्लीमा छौँ अहिले चाहिँ जेरी गल्ली यही हो जेरी गल्लीमा छ होइन कमजोर भएको मैले त्यत्रो इनर्जी ड्रिङ्क्स त खुवाएको होइन कसरी ढिला भयो जहाँ गए पनि यस्तो देखिन्छु बाहुनले नदेखाओस् भन्यो लौ न के हो यस्तो भने हामी अहिले सन्देश नेपाल आइसक्यो अब अनमोल केसी भन्दा पनि सन्देश नेपालै आएको ठुलो मानिन्छ है लुगा लिनु पऱ्यो भने सम्पर्क गर्दा हुँदैछ सबैजना लुगा लगाएर एकदमै राम्रो राम्रो भएर गयो कस्तो फिल आइरहेको एकदम रमाइलो छ रमाइलो एकदमै रमाइलो होइन दिउँसो पनि निलो बेलुका पनि निलो यस्तो पो ठाउँ आइरह कति खालको राम्रो लाग्यो हेर्नुहोस् कति रमाइलो छ राति अरू ठाउँमा सुतिसक्यो हामी पर्सि आउने हामी पर्सि आउँछौँ होला म त राई भन्ने कि शेर्पा भन्ने माथि चाहिँ गुम्बा रहेछ जस्तो त्यहाँ चाहिँ हामी जान्छौँ है आज सायद हाम्रो यहीँसम्म आउँछ हामी लाग्यौँ सुनसान रात छ यता पनि स्याउको बोट स्याउको जुस चिसोले गर्दा गालामा पनि स्याउ नै फल्या छ हामीलाई गाडीले कुर्दैछ भन्ने कुरा छ अहिले चाहिँ म लगभग एक्लै जस्तै छु एउटा चाँद त्यहाँ छ एउटा चाँद यहाँ हिँडिरहेछ गाडी कहाँ छ त्यो थाहा भएन अलिकति डरको माहौल छ म साथीहरूलाई कुरौँ जस्तो लाग्यो एन्ड यो चाहिँ गुम्बा रहेको छ सायद हामी आज जान अलिक नपाउने भयो हामी ढिला आयौँ 8 बजे चाहिँ हाम्रो रेस्टुरेन्ट बन्द हुने भन्ने कुरा छ ठिकै छ के को डर है तपाईँहरू हुनुहुन्छ नि त हेरिराख्नु भएको छ नि तपाईँहरू डेस्टिनेसन चाहिँ सायद सक्यो होला हामी यहीँ टुङ्ग्याउँछौँ मार्फा भिलेज देखिहाल्नु भयो है रातिको भ्यू यस्तै हुन्छ भन्ने कुरा छ अब हामी सिधै जान्छौँ हाम्रो होटेलमा आज होटेलमा भव्य पार्टी छ हजुरहरू हामीसँग टचमा रहिराख्नु होला टच भनेको छुनु होइन टच भनेको छुनु भने होइन है